हाँ कब दे उठे हाउ देखे तो आई वो हारी वाले हजुर बुवा आउनुहोस् हजुर बुवा विशाल चाहिँ सलाई कानी जम्मा गरेर अब घोट्न थाल्नुपर्छ टाउको बसेन अझै बाँकी छ होला बनाउनु पर्दैन डर पाराले डर हो त डर जस्तो हुन्छ कि कपाल अब हाँस न
भोलि पर्छ कहाँ हुन्छ ए त्यो रुमाल पनि फुकाल्नु पर्ने लाउने बेलामा त्यहाँ होम गर्दै चाहिन्छ हवन गर्नु पर्यो ब्रह्मा मित्र पनि हुनुहुन्छ सहयोगी मात्रै हुनुपर्छ मेरो के काम छ
माला भेटी चाहिने भोलि माला भन्नु पर्ला सरकारलाई थालिन् झोडो गर्न लाग्यो एउटा भजन गरौँ अनि थालौँ यस्तो तिम्रो बाँसुरा सुनि के थाहा छ आफैले गराउनुहुन्छ कसैले छोपेर नातिलाई गराउने विदाय नमः ओम भगवान् कानमा जले राख्नु पिसाब हेर्दा जाने कानमा जले राख्नु किन राख्नु भनेपछि जनैको शिखामा 1 लाख बेदको मन्त्र हुन्छ त्यस कारणले यो मन्त्र पिसाब हेर्दाखेरिमा दाहिने हात जता छ यतापट्टि राख्ने पिसाब गर्दा यता राख्ने अब उता पापले फर्केको आशीर्वाद दिनु शिरमा हात राख्ने कमाएर ल्याएर भिक्षामा जानु यतापट्टि आमापट्टि पाल्नुपर्छ आशीर्वाद आमाको बाबु
अलिकति पछाडि बस्नु न है एकछिन बस्नु न बस्नु चाहिँ आउँछ 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 डन्डा पनि यहीँ आउँछ हडबड गर्नुपर्छ आउँछ बिस्तारै आउँछ हुन्छ 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 बिस्तारै यता आइहाल्छ नि बल्ल पाराले है हजुर अलिकति यता बस्दिनुहोस् न लास्ट हो लास्ट लक्ष्मीपतिका दिगप्रज्वलन कर्म भूमिकेश यथाशक्ति दान मन्त्र छ मन्त्र भनेर अलिअलि थोथोरै ओम नमो भगवते वासुदेवाय स्वाहा 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 तो आप मुख है ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय स्वाहा ओम नमो भगवते वासुदेवाय भगवते वासुदेवाय कर्पयामि भन्नु ओम नमो छिटो गर्दिनु जे छिटो
विद्वान 5 विषयमा पिएचडी गर्नु है ओम भगवान खोइ आमा खोइ शिवाय नमः एक सुरो पढाइदिनु हरिओम गणानान्त गणपतिको हवामय प्रियानान्त प्रियपतिको हवामय दिदीनान्त दिदीपतिको हवामय बसो मम आह मम रानी गन्धर्व गायत्री कृष्ण जगम त्वनुष्टु पुङ्ग छ नमस्कार गर्नु हाम्रो धेरै 5 विषयमा पिएचडी गर्नु 5 विषयमा ल छाड त यो हातले यसो खाजा किताब भन्दा फेरि किताब पनि छ यसलाई राखौँ अब त्यो सुरुवाल पनि फुगाल्ने होइन पुष्पास बनाएर यो सानो बनाउनु ए मोबाइल आयो त लौ 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 ले 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 झ्याप्पै छेकिदिनु भयो
ब्याक्टेरियाहरू आउँछन् ती छाड्नाय स्वाहा उदनाय स्वाहा बोलाइदिनु भात खाने बेला नत्र बोल्दैन ए बाबु भनौँ ल अब उहाँलाई के कमी हो मन्दिर जानको लागि तपाईँको ल यो बाबुलाई अब चुठाइदिउँ चढाउ उता बुवासँग टिका लगाऊ परिवारको मित्रको ज्ञानाञ्जन शलाकया चक्षुरुन्मिलितमेन तस्मै श्री गुरवे नमः अखण्ड मण्डलाकारं व्याप्तेन साक्षात् सर्वतः हरि भगवान् नारायण ऋषिकेश भगवान् परमात्माका चरणमा जो आध्यात्मिक आदि भौतिक तिनै तापबाट पर हुनुहुन्छ त्यस्ता जगत कल्याणकारी गर्ने कुनै भगवानका चरणमा सतसत नमन गर्दै गुरुहरूसँग आज्ञा दिँदै यो भागवतको कथालाई अगाडि बढाउन चाहन्छु। सबैभन्दा पहिला मङ्गलाचरण श्रीमद् भागवतमा पहिलो दिनको प्रवचनमा के कुराहरू पर्छ यसका 7 कुराहरू 7 दिनको यहाँहरूलाई संक्षेपमा म बताउँछु। एक दुईटा भजनहरूले पनि शुद्ध नाम गरेका विद्वानसँग सुन्नुभयो पहिलो दिनको कथामा। त्यहाँभन्दा उता भइसकेपछि फेरि हुन्छ हुन्न यस्तो मानव चोला फेरि हुन्छ हुन्न यस्तो मानव चोला जीवन के हो जान्ने वञ्चित कोसिस गर्नु होला फेरि हुन्छ हुन्न यस्तो मानव चोला जीवन के हो हरिलाई सर्ने बाजो हरिलाई एक दिन होइन सधैँ हरिलाई बजाउँ हरिलाई बाजो हरिलाई एक दिन होइन सधैँ हरिलाई यो वृन्दावन हामीलाई यही हो वृन्दावन भजन कीर्तन भइरहेछ यही हो कस्ता मयौँ भन्ने सबै मरि गए कस्ता मयौँ भन्ने सबै मरि गए कृष्ण कृष्ण जप्नु सबले मुक्ति हुने भए कस्ता मयौँ भन्ने सबै मरि गए कृष्ण कृष्ण जप्नु सबले मुक्ति हुने भए हे भजौ हरिलाई सबै मरिलाई जानेका होला नारायणको कृपा नभई मुक्ति पाइँदैन नारायणको कृपा नभई मुक्ति पाइँदैन परम धाममा जाने बाटो अरू कुनै छैन नारायणको कृपा नभई मुक्ति पाइँदैन परम धाममा जाने बाटो अरू कुनै छैन यो वृन्दावन यो वृन्दावन मधुर मधुर बंसी बज्यो यो वृन्दावन श्याम नगरी गोवर्धन मधुर मधुर बंसी बज्यो यो वृन्दावन ज्ञान गंगा परि पछि पोर मन
मलाई तिल तिल श्री कृष्ण गोविंद हरे राजातमौलि कविगुं सम्राजमितिथिं सन्नपात्रं जनानां गमयन्त देवायमुखं सर्वदेवानां शिवं भगवान् ओम कर्तां निराम संस्पदां विद्यां कामना माता को चारै धाम तीर्थ को त्यसकोली देवी देवता को कर्ता परिवार को आगन्तुक इष्ट मित्र को वैदिक सत्य सनातन धर्म को प्राणी मात्र को हामी पनि प्रसाद लाउनु भाइ चरु लाउनु साढे बिहार दिने हो दिदी आइहाल्छु त हजुर छिटो
बाहिर